सम्पूर्ण साथीहरुमा नमस्कार। म इन्जिनियर राधाकृष्ण पन्त। आज यो सार्वजनिक खरिदको विधि र खरिद रणनीतिबारे चाहिँ मैले भिडियो लिएर आएको छु। मेरो पहिलो चाहिँ यो कार्टुनबाट सुरु गर्न चाहन्छु। यसमा तपाईहरुले देख्न सक्नुहुन्छ एउटा प्रोक्युरमेन्ट एन्टिटी सर्ट लगाएको मान्छेले चाहिँ बाइक चलाइरहेको छ, जसको टायरहरु दुईटा टायरहरु चाहिँ अलि पङ्क्चर्ड आउट अफ स्टेयर गएको जस्तो देखिन्छ। र उसले चाहिँ उप्स व्हाई इजन्ट इट मुभिङ भनेर चाहिँ सोचिरहेको छ। दो यहाँ ब्रुम ब्रुम इन्डिकेट्स दैट यो इन्जिन चाहिँ चालु छ। सो यसले के इन्डिकेट गर्न खोजेको छ भने एउटा प्रोक्युरमेन्ट एन्टिटीको प्रोक्युरमेन्ट गर्नको लागि सबैभन्दा बढी आवश्यक अथवा त्यसका दुई पाङ्ग्राहरू भनेको चाहिँ पहिलो पाङ्ग्रा एउटा हामीलाई आवश्यकता के छ भन्ने कुरा, दोस्रो भनेको चाहिँ प्रोपर प्लानिङ। त्यो आवश्यकताहरूलाई कुन आवश्यकतालाई पहिलो प्राथमिकता दिने, कुनलाई चाहिँ दोस्रो नम्बरमा राख्ने, कुनलाई चाहिँ तेस्रो नम्बरमा राख्ने गर्दै त्यो प्लानिङ गर्नुपर्ने चाहिँ अर्को आवश्यकता देखिन्छ। यदि प्रोपर प्लानिङ भएन भने चाहिँ कुन प्रोक्युरमेन्ट चाहिँ सुरुमा गर्ने, कुन पछि गर्ने, किनभने हामीसँग रिसोर्सेसहरु के हुन्छ, लिमिटेड हुन्छ। म्यान, मटेरियल, मनी सबै चीजहरु चाहिँ हामीसँग लिमिटेड छ। अनलिमिटेड छ भने तपाई सबै एकैचोटी गर्न सक्नुहुन्छ, तर त्यो पनि प्लान वेमा गर्नुपर्ने हुन्छ, हैन भने अननेसेसरी रिसोर्सेसहरु चाहिँ खर्च हुन जान्छ। सार्वजनिक खरिदका कानुनी आधारहरु भनेका चाहिँ सार्वजनिक खरिद ऐन 2063, सार्वजनिक खरिद नियमावली 2064 र पालिका सार्वजनिक खरिद नियमावली 2000 भनेर अहिले रिसेन्टली चाहिँ एउटा नमुना चाहिँ हाम्रो मुभागामा हामीले पाउन सक्छौं। 2075 को एउटा नमुना छ। त्यो नमुना बमोजिम चाहिँ विभिन्न महानगरपालिका, नगरपालिका, उपमहानगरपालिका लगायत गाउँपालिकाहरूले चाहिँ आफ्नै पालिका स्तरीय सार्वजनिक खरिद नियमावली बनाउँदै जानु भएको छ अहिले रिसेन्ट इयरमा। यसले चाहिँ अब संघीय यो सार्वजनिक खरिद नियमावली चाहिँ संघीय कानुन भएको हुनाले अब प्रादेशिक र स्थानीय तहहरुको लागि चाहिँ आफैले आफ्नो गाउँसभा, प्रदेश सभाबाट पारित गर्नुपर्ने व्यवस्था हामीसँग भएको हुनाले त्यो अनुसार चाहिँ सार्वजनिक खरिद नियमावलीहरु चाहिँ बन्दै गएको छ। खरिदका प्रमुख प्रकारहरु भनेको चाहिँ यसको बारेमा चाहिँ यो पब्लिक प्रोक्युरमेन्ट एक्ट 2063 को आर्टिकल नम्बर 8 मा चाहिँ देख्न सक्छौं, जस अन्तर्गत माल सामान, निर्माण कार्य, परामर्श सेवा र 6औं संशोधनपछि चाहिँ यो अन्य सेवा भनेर पनि थप भएको छ। माल सामान भित्र चाहिँ उपकरण, मेसिनरी, फर्निचर, औषधि र सवारी साधन जस्ता जिन्सी सामानहरु खरिद गरिन्छन् भने निर्माण कार्यभित्र भवन, सडक, पुल, खानेपानी र ढल जस्ता भौतिक उपकरणहरुको निर्माण तथा मर्मतहरु गरिन्छ। त्यस्तै परामर्श सेवातर्फ चाहिँ अध्ययन, डिजाइन, डीपीआरहरु, सर्वेक्षणहरु, सुपरभिजनहरु, विशेषज्ञता आवश्यक पर्ने प्राविधिक सेवाहरु चाहिँ परामर्श सेवा भित्र पर्दछ। त्यस्तै अन्य सेवाहरु भित्र चाहिँ जस्तो घर भाडा, गाडी भाडामा लिनु पर्यो, त्यो बेला चाहिँ अन्य सेवाहरुको खरिद भित्र पर्न जान्छ। खरिद विधिका प्रकारहरु हेरौं। यो दफा 8 मा चाहिँ स्पष्ट रूपमा व्यवस्था गरिएको छ। एउटा माल सामान, निर्माण कार्य र अन्य सेवा खरिद, अर्को भनेको चाहिँ परामर्श सेवा खरिद। अब माल सामान, निर्माण कार्य र अन्य सेवा खरिद गर्दा चाहिँ अब विधिहरु चाहिँ के छ भने एउटा बोलपत्रबाट, एउटा राष्ट्रिय स्तरको बोलपत्र, अर्को अन्तर्राष्ट्रिय स्तरको बोलपत्रबाट, त्यो पनि कुनमा चाहिँ पूर्व योग्यता निर्धारण गर्ने, प्री क्वालिफिकेसन, कुनमा नगर्ने भन्ने हुन्छ। त्यो विस्तृत रूपमा हामी पछि पढ्ने नै छौं। अनि अर्को भनेको चाहिँ उपभोक्ता समितिबाट गर्ने, उपभोक्ता समिति अथवा लाभग्राही समुदायबाट चाहिँ गराउने। त्यो अनि अर्को वाला छ सीलबन्दी दरभाव पत्र, सील कोटेसन भनेर भन्छ। अनि अर्को छ अमानत, अनि सोझै खरिद, एकमुष्ट दर विधि, उत्पादक वा अधिकृत विक्रेताद्वारा निर्धारित दरमा खरिद विधि, क्याटलग शपिङ भनेर भन्छ। अनि सीमित बोलपत्रदाताबाट भाग लिने खरिद विधि, लिमिटेड
टेन्डरिङ भनेर भन्छ। नयाँ लिने पुरानो दिने खरिद विधि अथवा बाइब्याक मेथड भनेर पनि हामीले सुन्दै आएका छौँ। सोझै खरिदबारे चाहिँ हामी प्रष्ट हौँ। दफा 48 र नियम 85। सार्वजनिक खरिद ऐनको दफा 41 र सार्वजनिक खरिद नियमावलीको नियम 85 मा चाहिँ सोझै खरिद सम्बन्धी व्यवस्था रहेको छ, जस अन्तर्गत 10 लाख रुपियाँसम्मको लागत अनुमान भएको निर्माण कार्य अनि 5 लाख रुपियाँसम्म लागत अनुमान भएको परामर्श सेवा वा अन्य सेवा, कम्पनीको आधिकारिक मर्मत र सर्भिसिङ सेन्टरबाट गरिने सवारी साधनको मेसिनरी औजार इलेक्ट्रिकल डिभाइसहरूको चाहिँ 5 लाख रुपियाँसम्मको मर्मत सम्भार गर्न सकिन्छ। त्यस्तै 20 लाख रुपियाँसम्मको औषधिजन्य मालसामान वा नेपालमा उत्पादित 15 लाख रुपियाँसम्मको मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचारपत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने र यसरी सोझै खरिद गर्दा उपलब्ध भएसम्म नेपाली गुणस्तर तिर्न प्राप्त मालसामान खरिद गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ। त्यस्तै WHO बाट मान्यता प्राप्त कुनै औषधि उत्पादन कम्पनी एक मात्र छ भने त्यहाँबाट चाहिँ जतिसुकै रुपियाँको पनि खरिद गर्न सकिने भन्ने व्यवस्था रहेको छ। जस्तो महामारीको बेला, कोभिडको बेला चाहिँ कुनै एउटा WHO ले सर्टिफाइड कुनै एउटा कम्पनी थियो भने त्यो कम्पनीबाट चाहिँ सोझै खरिद जतिसुकै पैसाको पनि सोझै खरिद गर्न सकिने व्यवस्था रहेको हुँदा अब हाम्रो नेपाल सरकारले पनि विभिन्न समयमा चाहिँ यस्ता खरिदहरू चाहिँ गर्दै आएको छ। सोझै खरिद गर्दा चाहिँ एक वर्षमा एक पटक वा पटक गरी सीमाभन्दा बढी रकमको एउटै व्यक्ति, फर्म, कम्पनी, संस्थाबाट एक पटकभन्दा बढी सोझै खरिद गर्न सीमाभन्दा बढी सोझै खरिद गर्न नमिल्ने व्यवस्था रहेको छ। त्यस्तै नेपाल सरकारको निमन्त्रणमा नेपाल भ्रमणमा रहेका विदेशी मुलुकहरूको सरकार वा अन्तर्राष्ट्रिय सरकारी संस्थाको अति विशिष्ट वा विशिष्ट व्यक्तिलाई चाहिँ आतिथ्यता र होटलवास सुविधाका लागि 50 लाख रुपियाँसम्मको सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ। विदेश स्थित नेपाली राजदूतावासमा रिपेयर एन्ड मेन्टेनेन्सको केही कामहरू छ भने ती भवनको रिपेयर मेन्टेनेन्समा चाहिँ 25,000 अमेरिकी डलरसम्म चाहिँ सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ। 25,000 अमेरिकी डलर भन्नाले करिब त्यही अहिलेको सालाखाला 36-37 लाख रुपियाँ। आपूर्ति गर्ने अधिकार एउटा मात्र आपूर्तिकर्तासँग भएको अवस्थामा त्यस्ता प्रोप्राइटरी मालसामान वा औषधिजन्य मालसामान सो आपूर्तिकर्ता वा निजका आधिकारिक विक्रेता वा आधिकारिक एजेन्टबाट खरिद गर्न सकिने भन्ने व्यवस्था पनि रहेको छ। अनि सोझै खरिद सम्बन्धी अन्य व्यवस्था चाहिँ के छ भने एउटा नेपालमा एउटा मात्रै उत्पादक छ भने एउटा मात्रै उत्पादक नेपालमा रहेको भन्ने बेहोरा सार्वजनिक निकायको प्रमुखले चाहिँ खोलेर चाहिँ खरिद चाहिँ गर्न पाउने व्यवस्था रहेको छ। त्यस्तै सोझै खरिद गर्दा चाहिँ दुईटा शर्तहरू चाहिँ पुरा गरेको हुनुपर्छ। एउटा, उत्पादकले आफ्नो उत्पादकको खुद्रा तथा डिलर बिक्री मूल्य सूची चाहिँ राष्ट्रिय स्तरको समाचारपत्रमा प्रकाशन गरेको हुनुपर्छ। अर्को चाहिँ उत्पादकले चाहिँ स्थानीय डिलरलाई दिएस रहेको छुट चाहिँ खरिद गर्ने सार्वजनिक निकायलाई दिनुपर्ने हुन्छ। अब डाइरेक्ट पर्चेज अथवा सोझै खरिदको प्रक्रियाहरूको चरण चाहिँ के हुन्छ भनेर हेरौँ। अब सोझै खरिद गर्दाखेरि चाहिँ पहिलो नम्बरमा लागत अनुमान तयार र खरिद विधिको निर्क्युल गर्ने। अब 10 लाखभन्दा सानो हुँदाखेरि चाहिँ हाम्रो निर्माण कार्यको लागि 10 लाखभन्दा सानो, अनि निर्माण कार्य र मालसामानको लागि, अनि परामर्श सेवाको लागि चाहिँ 5 लाखभन्दा कम रकमको छ भने त्यसलाई चाहिँ अब सोझै खरिदबाट गर्ने भनेर खरिद विधि निर्क्युल गर्ने काम गरिन्छ। यो जिम्मा चाहिँ खरिद एकाइ अथवा सम्बन्धित शाखाको हुन्छ। त्यसका लागि चाहिँ अब सोझै खरिद गर्नको लागि चाहिँ हामीले 3वटा सूचीकृत फर्मसँग लिखित प्रस्ताव माग गर्नुपर्ने हुन्छ। हाम्रो कार्यालयमा चाहिँ जुन फर्महरूले चाहिँ सूची दर्ता गर्नुभएको छ त्यहाँमध्ये 3वटा फर्महरूलाई चाहिँ जस्तो खरिदको हो भने खरिदको लागि सूचीकृत भएका फर्महरूबाट, यदि निर्माण कार्यको लागि हो भने निर्माण कार्यको लागि सूचीकृत भएका निर्माण व्यवसायीबाट हामीले चाहिँ लिखित प्रस्ताव माग गर्नुपर्ने हुन्छ। त्यो काम खरिद एकाइको हुन्छ। अनि प्राप्त प्रस्तावहरूको मूल्याङ्कन र तुलनात्मक विवरणहरू चाहिँ
खरिद एकाइले तयार गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हामीले कम्पेरिटिभ चार्टहरू बनाउने, हाम्रो अफिसको एस्टिमेट अनि ती बुझाएका तिनटै फर्महरूको चाहिँ रेटहरू राखेर चाहिँ एउटा कम्पेरिटिभ चार्ट बनाए, तिनीहरूको चाहिँ मूल्याङ्कन गर्ने। मूल्याङ्कन गरेर चाहिँ जुन सबैभन्दा लो बिड गरेको फर्म छ त्यसलाई चाहिँ स्वीकृत गर्नको लागि चाहिँ कार्यालय प्रमुख समक्ष पेश गर्ने। त्यो चाहिँ कार्यालय प्रमुखले चाहिँ स्वीकृत गर्नुहुन्छ। अनि स्वीकृत भइसकेपछि चाहिँ अब हामीले खरिद तपाईँको एक्सेप्ट भयो, तपाईँ चाहिँ सम्झौता गर्नुहोस्, आउनुहोस् भनेर हामीले पत्र काट्ने गर्छौँ। त्यो पत्र काटिसकेपछि चाहिँ अब निर्माण व्यवसायी, आपूर्तिकर्ता अथवा परामर्शदाता चाहिँ हाम्रो अफिसमा आएर सम्झौता गरिपाउँ भनी निवेदन पेश गर्नुहुन्छ र हामीले सम्झौता गर्छौँ। सम्झौता गरिसकेपछि चाहिँ कार्यान्वयन र अनुगमनको चरण आउँछ। त्यो चाहिँ सम्बन्धित शाखाले गर्नुपर्ने हुन्छ। त्यस्तै गुणस्तर परीक्षण र प्रमाणित पनि सम्बन्धित शाखाले नै गर्छ र अन्तिम भनेको चाहिँ भुक्तानी चाहिँ आर्थिक प्रशासन शाखाबाट चाहिँ गराइन्छ। अर्को खरिद विधि छ सिलबन्दी दरबापत्र, सिल कोटेसन। यो चाहिँ 20 लाख रुपियाँसम्मको निर्माण कार्य वा मालसामान खरिद गर्न सिल कोटेसनबाट चाहिँ उपयुक्त हुन्छ। अनि त्यस्तै औषधिजन्य उपकरण अथवा सामग्रीको हकमा चाहिँ 50 लाख रुपियाँसम्म चाहिँ सिल कोटेसनबाट चाहिँ खरिद गर्न सकिन्छ, खरिद गर्ने व्यवस्था रहेको छ। दरबापत्र मार्फत खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरू छन् केही। सिलबन्दी रूपमा माग गर्नुपर्ने, यदि रिटर्न हामीले हार्ड कपी हो भने चाहिँ उसलाई चाहिँ त्यसमा चाहिँ सिलबन्दी गरेको हुनुपर्ने, अनिवार्य रूपमा सिलबन्दी गरेको हुनुपर्ने भन्ने व्यवस्था छ। कम्तीमा 15 दिनको समयदेखि सूचना गर्नुपर्ने हुन्छ। एकपटक पेश भएको सिलबन्दी दरबापत्र फिर्ता वा संशोधन गर्न नपाइने भन्ने व्यवस्था छ। कम्तीमा 3 वटा दरबापत्रबाट भएको हुनुपर्ने। दरबापत्र खोलेको 15 दिनभित्र निर्माण गरिसक्नुपर्ने। परामर्श सेवाको हकमा दरबापत्र प्रबन्ध नभएको अवस्था छ। सिलबन्दी दरबापत्रका कार्यचरणहरू सिल कोटेसनमा पनि करिब सिमिलर नै भन्नुपर्छ। यसमा त्यति हो कि इस्टिमेट बनाइसकेपछि यदि कन्सल्टिङको काम हो भने टर्म अफ रेफरेन्स अथवा प्रस्ताव मूल्याङ्कनका लागि आधारहरू, मापदण्डहरू तयार गर्नुपर्ने हुन्छ र इस्टिमेट कार्यालय प्रमुखबाट स्वीकृत गराउने अनि टर्म पनि कार्यालय प्रमुखबाट स्वीकृत गराउने काम सम्बन्धित शाखा वा इकाइका सहयोगमा खरिद एकाइका मान्छेहरूको चाहिँ रहन्छ। त्यसपश्चात चाहिँ 15 दिनको सूचना प्रकाशन गर्नुपर्ने हुन्छ राष्ट्रिय स्तरको अथवा स्थानीय स्तरको पत्रिकामा। कम्तीमा पनि 3 वटा फर्मले चाहिँ कोटेसन चाहिँ भरेको हुनुपर्ने हुन्छ। 3टा भरेको र पास पनि हुनुपर्ने हुन्छ। यदि कुनै फर्म चाहिँ 3टा भन्दा कम फर्महरूले एप्लाई गरे अथवा 2टा फर्महरू मात्र पास भए, एप्लाई 4 वटाले गर्दा पनि 2टा मात्र पास हुने गरी आएको छन् भने हामीले चाहिँ रिभिट गर्नुपर्ने हुन्छ। रिभिट अझै थप 15 दिनको गर्दा त्यसपछि दोस्रो रिभिट गरिसकेपछि चाहिँ सिंगल एउटा फर्मले अथवा कन्सल्टेन्सीले हाल्दा पनि उसलाई चाहिँ एक्सेप्ट गर्नुपर्ने हुन्छ। सिल कोटेसन गर्दा यदि सिस्टममा गर्दैछौँ भने हामीले 2 देखि 3% चाहिँ जमानत चाहिँ बैंक जमानत अथवा बैंक ग्यारेन्टी चाहिँ माग्नुपर्ने हुन्छ। त्यसपश्चात मागिसकेपछि हामीले रिसिभ गरेको जुन रिस्पोन्सहरू छ त्यो रिस्पोन्सहरूलाई चाहिँ मूल्याङ्कन गरेर कम्पेरिटिभ चार्टहरू बनाएर उहाँहरूको डकुमेन्टहरू चाहिँ भेरिफाई गरेर अनि सबैभन्दा लोएस्ट बिडिङ जुन छ उसलाई चाहिँ स्वीकृतिको लागि चाहिँ सिफारिस गरी हाम्रो कार्यालय प्रमुख समक्ष चाहिँ पेश गर्नुपर्ने हुन्छ। पेश गरिसकेपछि उहाँले स्वीकृतिको लागि आदेश दिनुहुन्छ र सम्झौता गर्नको लागि चाहिँ सम्बन्धित निर्माण व्यवसायी अथवा आपूर्तिकर्तालाई चाहिँ चिठी काट्नुहुन्छ। चिठी काटिसकेपछि चाहिँ अब सम्बन्धित निर्माण व्यवसायी अथवा आपूर्तिकर्ता चाहिँ एग्रिमेन्ट गरिपाउँ भने अफिसमा आउनुहुन्छ, कार्यालयमा आउनुहुन्छ र त्यो चाहिँ हाम्रो सम्झौता हुन्छ। सम्झौता भयो भने चाहिँ फेरि त्यो कामको कार्यान्वयन अथवा खरिद हो भने खरिद चाहिँ हाम्रो अफिसमा अथवा हामीलाई सम्बन्धित कुन ठाउँमा हो त्यो ठाउँमा चाहिँ पुर्याइदिनु हुन्छ। त्यसको चाहिँ
गुणस्तर सुनिश्चितता गर्ने, काम मूल्याङ्कन गर्ने, काम सम्पन्न भएको प्रमाणित गर्ने, दाखिला गर्नुपर्ने सम्पत्तिको अभिलेखीकरण एवं दाखिला गर्ने काम चाहिँ सम्बन्धित शाखा वा एकाइको हुनेछ। र अन्त्यमा भनेको चाहिँ भुक्तानी, जुन चाहिँ आर्थिक प्रशासन शाखाबाट चाहिँ हुने गर्छ। बोलपत्रका मुख्य व्यवस्थाहरू हेरौँ। बोलपत्र धेरै किसिमका हुन्छन्, जुनमध्ये राष्ट्रिय बोलपत्र, अन्तर्राष्ट्रिय बोलपत्र र एकमुष्ट दर चाहिँ विशेष युज भएको तरिकाहरू हुन्। अब त्योमा पनि हामीले राष्ट्रिय स्तरको बोलपत्र, अन्तर्राष्ट्रिय बोलपत्र चाहिँ विशेष गरी प्र्याक्टिसमा बढी छ। हाम्रो नेपालको केसमा चाहिँ 20 लाखभन्दा माथि र 5 अर्बसम्मको निर्माण नेपाली बोलपत्रबीच मात्र प्रतिस्पर्धा गराउने भनेर भनेको छ। यदि त्यो एकदमै जटिल काम हो भने अन्तर्राष्ट्रिय बोलपत्रबाट निकाल्न सकिन्छ, होइन भने सकेसम्म चाहिँ नेपालकै निर्माण व्यवसाय बीच मात्र प्रतिस्पर्धा गराउने गरी 5 अर्बसम्मको चाहिँ बोलपत्र निकाल्न भन्ने हाम्रो नियमले चाहिँ तोकेको छ। त्यस्तै अन्तर्राष्ट्रिय स्तरको बोलपत्र चाहिँ अब अलि ठुलो जटिल प्रकृतिको अथवा 5 अर्बभन्दा बढी बजेटको छ भने अन्तर्राष्ट्रिय स्तरको बोलपत्र चाहिँ हामीले आह्वान गर्नुपर्ने हुन्छ। अब बोलपत्र सम्बन्धी चाहिँ हाम्रो ऐनको परिच्छेद 3 र नियमको परिच्छेद 5 मा चाहिँ व्यवस्था रहेको छ। यो बोलपत्र सम्बन्धी व्यवस्था जे छ, हामीले खरिदको लागि मात्र नभएर आय ठेक्काहरूका लागि हुने, जस्तै गिटी बालुवा त्यस्तो केसहरूमा पनि यही व्यवस्थाहरू चाहिँ लागू हुने गर्छ। अब विशेष हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ 20 लाखभन्दा माथि र 15 करोडसम्मका लागत अनुमान भएको परामर्श सेवा राष्ट्रिय परामर्शदाताबाट आशय पत्र प्रस्ताव माग गर्ने, 15 करोड माथि अन्तर्राष्ट्रिय स्तरको परामर्शदाताबाट आशय पत्र प्रस्ताव माग गर्नुपर्ने हुन्छ। यदि कुनै वस्तु वा सेवा देशभित्रका उत्पादकबाट प्राप्त हुन नसक्ने भए अन्तर्राष्ट्रिय विज्ञापन गर्न सकिनेछ। वस्तु खरिदको लागि चाहिँ विदेशी उत्पादकले पनि भाग लिन सक्ने, तर नेपाली वस्तुलाई 15% चाहिँ बढी मूल्य परे पनि प्राथमिकता दिनुपर्ने भन्ने चाहिँ हाम्रो व्यवस्था रहेको छ। 5 अर्बसम्मको निर्माण कार्य स्वदेशी बोलपत्रहरू बीच मात्रै प्रतिस्पर्धा गराएर चाहिँ खरिद गर्ने भन्ने छ। ऐनको दफा 15 मा उल्लेखित 4 अवस्थामा अन्तर्राष्ट्रिय बोलपत्रहरू गर्ने भनेर यहाँ लेखेका छौँ। त्यो 4 अवस्थाहरू भने चाहिँ अब एउटा जटिल प्रकृतिको काम, अनि 5 अर्बभन्दा सीमाभन्दा जे बढीको, अनि कुनै दात्री निकायबाट छ भने त्यो केसमा चाहिँ हामीले अन्तर्राष्ट्रिय बोलपत्रबाट चाहिँ खरिद गर्नुपर्ने हुन्छ। पूर्व योग्यता निर्धारण गर्नुपर्ने विशेष अवस्थाहरू मात्र पूर्व योग्यता प्रि क्वालिफिकेसन चाहिँ राख्नु। बोलपत्र खरिद गर्दा अपनाउनु पर्ने प्रक्रियाबारे चाहिँ दफा 11 मा चाहिँ व्यवस्था गरिएको छ, जस अन्तर्गत चाहिँ एउटा पूर्व योग्यता निर्धारण गरी खुल्ला रूपमा बोलपत्र आह्वान गर्ने व्यवस्था छ भने अर्को पूर्व योग्यता निर्धारण नगरी पनि खुल्ला रूपमा बोलपत्र आह्वान गर्ने व्यवस्था छ। अर्को खुल्ला रूपमा आह्वान गरिने बोलपत्र 1 वा 2 चरणमा आह्वान गर्न सकिने भनेर व्यवस्था रहेको छ। त्यस्तै 2 चरणमा बोलपत्र आह्वान गर्न सकिने भन्ने कुरा चाहिँ दफा 28 मा रहेको छ, जस अन्तर्गत चाहिँ खरिद कार्यको प्राविधिक पक्ष वा खरिद सम्झौताका शर्तहरू बोलपत्र आह्वान गर्दाका बखत पूर्ण रूपमा यकिन गर्न सम्भव नभएमा वा कामको प्रकृति जटिल भई सोका विभिन्न प्राविधिक पक्ष वा खरिद सम्झौता सम्बन्धी समस्या के कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा र त्यस्ता प्राविधिक पक्ष र सम्झौताको शर्त तथा त्यसबाट हुने फाइदाका सम्बन्धमा बोलपत्रदातासँग छलफल गर्नु परेमा चाहिँ प्रि क्वालिफिकेसन अर्थात् पूर्व योग्यता चाहिँ निर्धारण गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ। बोलपत्रको कार्यचरणहरू बारे हेरौँ। बोलपत्रको पहिलो काम भनेको चाहिँ हामीले लागत अनुमान तयार गर्ने, अनि बोलपत्र सम्बन्धी कागजातहरू तयार गरेर चाहिँ दफा गर्ने काम चाहिँ दफा 14 बमोजिम चाहिँ हामीले गर्नुपर्ने हुन्छ। त्यस्तै प्रस्ताव मूल्याङ्कनका लागि आधार र मापदण्डहरू चाहिँ तय गर्नुपर्ने हुन्छ। क्वालिफिकेसनहरू के हुन्, हामीलाई के काम गर्दा चाहिँ के चाहिँ क्वालिफिकेसनहरू सेट गर्नुपर्छ भन्ने कुराहरू बिड डकुमेन्ट बनाउँदाखेरि हामीले सेट गर्नुपर्ने हुन्छ। र यति प्रिपेयर्ड बिड डकुमेन्टहरूलाई चाहिँ हामीले कार्यालय प्रमुखबाट चाहिँ स्वीकृत गराउनु पर्ने हुन्छ। अनि त्यस पश्चात चाहिँ खुला रूपमा सूचना प्रकाशन गर्नुपर्ने हुन्छ। हामीले सिस्टम एजिपी पोर्टलमा चाहिँ अपलोड गरेर त्यसलाई चाहिँ त्यस्तै हामीले राष्ट्रिय स्तरको अथवा अन्तर्राष्ट्रिय स्तरको कुन बोलपत्र हो त्यो अनुसार चाहिँ पत्रिकामा चाहिँ प्रकाशन गर्नुपर्ने हुन्छ।
त्यस पश्चात चाहिँ अब बिट रिस्पोन्सहरू चाहिँ हामीले चाहिँ हृदयपूर्वक खोलेर चाहिँ मूल्याङ्कन गर्नुपर्ने हुन्छ। अब ती बोलपत्रहरूको परीक्षण चाहिँ दफा 23 बमोजिम हाम्रो सार्वजनिक खरिद ऐनको दफा 23 बमोजिम परीक्षण गरी सार्वजनिक रूपमा प्रभावकारी भए नभएको यकिन गर्ने काम र हृद पुगे नपुगेको यकिन गर्ने काम चाहिँ गर्नुपर्ने हुन्छ। त्यस पश्चात चाहिँ सारभूत रूपमा प्रभावकारी भएमा प्रस्तावहरूको तुलनात्मक विवरणसहित मूल्याङ्कन गर्ने र उपयुक्त प्रस्ताव छनौटका लागि सिफारिस गर्ने काम हुन्छ मूल्याङ्कन समितिको। मूल्याङ्कन समितिले सिफारिस गरिसकेपछि आवश्यक डकुमेन्टहरू चेक जाँच गरी कार्यालय प्रमुखले चाहिँ बोलपत्र स्वीकृत गर्नुहुन्छ। त्यस पश्चात स्वीकृति प्रस्ताव अनुसार खरिदादेश वा कार्यादेश वा कार्य सम्झौता गरिन्छ र कार्यान्वयन गराउने र कामको अनुगमन गर्ने काम चाहिँ सम्बन्धित शाखा अथवा इकाइको रहने हुन्छ। त्यो गराएको कामको मूल्याङ्कन गर्ने, कामको गुणस्तर सुनिश्चित गर्ने र काम सम्पन्न भएको प्रमाणित गर्ने, दाखिला गर्नुपर्ने सम्पत्तिको अभिलेख एवं दाखिला गर्ने काम सम्बन्धित शाखाकै रहने हुन्छ र अन्तिममा चाहिँ भुक्तानी गर्नुपर्ने हुन्छ। त्यो काम आर्थिक प्रशासन शाखाबाट चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ। अब अर्को एउटा विधि छ क्याटल अफ सल्भिङ। यो चाहिँ ऐनको दफा 8 को दफा 8 र नियमावलीको नियम 31 खमा चाहिँ यो सम्बन्धी व्यवस्था रहेको छ। कुनै अब सवारी साधन हेभी इक्विपमेन्ट अथवा मेसिनरी उपकरणका लागि चाहिँ यो क्याटल अफ सल्भिङ चाहिँ उपयुक्त हुन्छ। उत्पादकले सार्वजनिक गरेको क्याटलग वा ब्रोसरको मूल्यमा आधारित चाहिँ हुन्छ। यो क्याटल अफ सल्भिङमा कम्तीमा 7 देखि 15 दिनको लिखित सूचना दिई प्रतिस्पर्धा गराइन्छ। न्यूनतम मूल्याङ्कन सार्वभौमिक रूपमा प्रभावकारी प्रस्तावदातालाई चाहिँ छनौट गर्नुपर्ने हुन्छ। स्वास्थ्य सेवाका लागि आवश्यक एक्सरे वा एमआरआई मेसिनरी खरिदमा प्रभावकारी देखिन्छ क्याटल अफ सल्भिङ। विशेष परिस्थितिमा पनि खरिद गर्न सकिने व्यवस्था रहेको छ। अब सिस्टममा चाहिँ हामीले स्पेसल कन्डिसनमा 3 दिनको ड्युरेसनहरू जस्तो एनसिबीमा 30 दिनको भनेका छौँ, आइसिबीमा 45 दिनको भनेका छौँ। त्यस्तो स्पेसल केस छ भने एकदम अर्जेन्सीको केस छ भने त्यो केसमा चाहिँ 3 दिनमा चाहिँ हामीले ठेका खोल्न सकिने भन्ने व्यवस्था रहेको छ। विशेष गरी यो परिस्थितिमा चाहिँ यो चाहिँ जब बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोप वा महामारीको समस्या आउँछ त्यति बेला तत्कालीन खरिद गर्नुपर्ने अवस्था रहेमा चाहिँ यो परिस्थितिमा खरिद गर्न सकिने भन्ने व्यवस्था रहेको छ। यो व्यवस्था चाहिँ हाम्रो ऐनको दफा 66 मा रहेको छ। अब यी सबै खरिदहरू चाहिँ कुन माध्यमबाट गर्ने त भन्ने कुरा हुन्छ। पहिले चाहिँ हार्ड कपीहरूबाट गरिन्थ्यो, अहिले चाहिँ इजिपी भन्ने सिस्टम आएको छ। गभर्मेन्ट प्रोक्योरमेन्ट सिस्टम भन्छ। जुन सिस्टमबाट चाहिँ हामीले वर्क्सको होस्, गुड्सको होस्, कन्सल्टिङ सर्भिसेसको होस् अथवा अरू कुनै सर्भिसेसहरूको होस्, सबैको खरिद चाहिँ गर्न सक्छौँ। अब यो चाहिँ एकदमै इफिसियन्ट र फेयर, ट्रान्सप्यारेन्ट, एकाउन्टेबल, इफेक्टिभ भएको हुनाले यसलाई चाहिँ धेरैजसो कन्ट्रीहरूले चाहिँ एडप्ट गर्दै गएको छन्। अर्जेन्टिना, अस्ट्रेलिया, अल्बानिया, बङ्गलादेश, ब्राजिल, चिली, फिनल्यान्ड, साउथ कोरियादेखि लिएर फिलिपिन्स, इन्डोनेसिया, अल्बानिया, नेपाल सबैले चाहिँ इजिपी सिस्टमलाई चाहिँ अहिले एक्सेप्ट गरेका छ। अब हाम्रो सार्वजनिक खरिद गर्दाखेरि, पब्लिक प्रोक्योरमेन्ट गर्दाखेरि चाहिँ हामीले चाहेको भने चाहिँ मेन मोटो भने भ्यालु फर मनी भन्नुपर्छ। हाम्रो लक्ष्य चाहिँ हाम्रो पैसाको उचित सदुपयोग प्रमुख तत्त्व हो भने जस्तै इकोनोमी, अनि इन्टिग्रिटी, फिट फर पर्पज, इफिसियन्सी, ट्रान्सपेरेन्सी, फेयरनेसलाई चाहिँ यसले यो सिस्टमले चाहिँ कायम गर्न हेल्प गर्छ। अब बिडिङ सिस्टमहरू नर्मली युज हुने भनेको चाहिँ पहिलो सिङ्गल स्टेज सिङ्गल इन्भ्यालु, जसमा चाहिँ प्राविधिक र आर्थिक प्रस्ताव एउटै खाममा एउटै पटक खोलिने प्रणाली भनेर भन्न मिल्यो। जस्तो सेल कोटेसनहरू 2 करोडभन्दा सानो रकमको चाहिँ सिङ्गल स्टेज सिङ्गल इन्भ्यालु प्रोसिजरबाट चाहिँ बिडिङ गरिन्छ। अनि सिङ्गल स्टेज डबल इन्भ्यालु भने चाहिँ प्राविधिक र आर्थिक प्रस्ताव छुट्टा छुट्टै खाममा पहिलो
प्राविधिक मूल्याङ्कन गर्ने, पास भएकोलाई मात्र भएको मात्र फाइनेन्सियल ओपनिङ गर्ने। यो चाहिँ 2 करोडभन्दा माथिको रकमको ठेकाहरूमा चाहिँ गरिने गर्छ। जस अन्तर्गत चाहिँ पहिलो स्टेजमा बिडिङ एकैचोटि हुन्छ, फाइनेन्सियल र टेक्निकल दुवै एकैचोटि बिडरले चाहिँ बिड गर्छ। तर हाम्रो सिस्टममा चाहिँ पहिलो टेक्निकल इभ्यालुएसन गरेर टेक्निकल पास भनेको मात्र बल्ल फेरि फाइनेन्सियल ओपनिङ हुन्छ। अनि डबल स्टेज डबल इन भ्यालु भनेर चाहिँ कस्तो भने यो प्री क्वालिफिकेसन पनि राखे। पहिला प्री क्वालिफिकेसनबाट सर्टलिस्ट गर्ने सर्टेन अब जो हामीले सेट गरेको क्राइटेरिया पास हुन्छन् उनीहरूले मात्र बिड गर्न सक्ने गरी चाहिँ बिड गर्न सक्छन्। त्यो पछि हामीले बिड ओपन गर्छौँ। बिड ओपन गरेर चाहिँ ती प्रस्तावदाताहरूले चाहिँ आफ्नो टेक्निकल र फाइनेन्सियल दुवै बिडहरू सब्मिट गर्छन्। पहिला अझै दोस्रोचोटि टेक्निकल बिडहरू सब्मिट गर्छौँ। अब हामीले भने बमोजिमको टेक्निकल स्पेक पुगेको छ भने फेरि अझै एक्सेप्ट गर्छौँ र अन्तिममा चाहिँ आर्थिक प्रस्ताव चाहिँ खोल्ने गर्छौँ। यो एउटा अर्को कार्टुन रहेको छ। एउटा सानो फिसले चाहिँ इफ आइदर द पोल सेक्स द्याट द गाई इज इन डेन्जर भन्छ भनेर एउटा इन्डिकेसन के दिएको छ भने पब्लिक प्रोक्युरमेन्ट सिस्टम चाहिँ डेन्जरमा छ। कसरी? यदि दुईटा जो पिल्लरहरू छन् सपोर्टिङ पिल्लरहरू एउटा मात्रै पनि पुवर हुने हो भने पब्लिक प्रोक्युरमेन्ट सिस्टम चाहिँ धरापमा छ भनेर। यो पिल्लर चाहिँ के छ भने एउटा स्ट्रङ, क्रेडिबल एन्ड कम्पिटेटिभ प्राइभेट सेक्टर, एउटा प्राइभेट सेक्टर पनि त्यत्तिकै स्ट्रङ चाहिन्छ र पब्लिक सेक्टर पनि त्यत्तिकै गुड पर्फर्मिङ एन्ड स्ट्रङ चाहिन्छ यदि पब्लिक प्रोक्युरमेन्ट सिस्टम चाहिँ स्मुथली रन हुने हो भने, हुनलाई आवश्यक पर्ने हो भने। अनि अब एउटा कार्टुनले चाहिँ के देखाउँछ भने ट्रेडिसनल टेन्डरिङ सिस्टम प्रोसेसको बारेमा। पेपर वर्क अति त्यो लाइनमा मान्छेहरू बसेर आफ्नो बिड रिस्पोन्सहरू पुगाउन, बिड डकुमेन्टहरू चाहिँ बिड गर्न आइरहेको त्यो बिडलाई म्यानेजमेन्ट गर्नको लागि चाहिँ अब डेडलाइन कहिले के भनेर एकदमै गन्जागोल अवस्था चाहिँ यो कार्टुनले देखाउँछ। अब पेपर टेन्डर्सहरूमा चाहिँ अलिकति हाम्रो एउटा टाइमको वेस्ट हुने भयो, एउटा भने पैसाको वेस्ट हुने भयो, अर्को पेपरको वेस्ट हुने भयो र अर्को भने चाहिँ एडमिनिस्ट्रेटिभ रिसोर्सेसहरू, मान्छे पनि एकदमै अफिसमा चाहिँ बढी चाहिने भयो। एउटा सानो काम ह्यान्डल गर्नको लागि चाहिँ एउटा सानो काम ह्यान्डलिङको लागि चाहिँ मल्टिपल नम्बर अफ रिसोर्सेसहरू चाहिँ युज हुने भयो। अब नेसनल इजिपी सिस्टमको फङ्सनल कभरेज के छ भनेर हेर्दा 3टा इन्टरफेसहरू हुन्छ। एउटा पब्लिक प्रोक्युरमेन्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, यो सिस्टम इजिपी सिस्टम नै हो। अर्को ब्याङ्किङ इन्टरफेस फर सेक्युरिटिज ग्यारेन्टी भेरिफिकेसन। अर्को इन्टिग्रेसन विथ अदर सिस्टम्स, ट्याक्स रजिस्ट्रेसन सिस्टम्सहरू सेन्ट्रल ब्याङ्कहरूसँग सबैसँग चाहिँ इन्टिग्रेट गर्ने सिस्टम हुन्छ। अब यसमा धेरै केही छैन। अब पब्लिक इन्टिटीले चाहिँ आफ्नो इजिपी सिस्टममा चाहिँ आफूलाई इजिपी रजिस्ट्रेसनको लागि फर्म भरेर चाहिँ आफूलाई रजिस्टर गर्छ। रजिस्टर गरेर चाहिँ आफ्नो एकाउन्टहरू क्रिएट गर्छ। अब त्यो एकाउन्टभित्र चाहिँ क्रिएटरले अब सर्टेन प्लानहरू एपिपी अथवा एमपिपीहरू बनाउने काम गर्ने। अब त्यो बनिसकेपछि चाहिँ बिडहरू चाहिँ इन्भिटेसनहरू गर्ने, बिड रिस्पोन्सेसहरू चाहिँ एक्सेप्ट गर्ने, बिड ओपनिङ गर्ने, अनि बिडलाई इभ्यालुएट गर्ने, अनि कसलाई चाहिँ दिनुपर्ने हो कन्ट्र्याक्ट अवार्ड गर्ने र त्यो कन्ट्र्याक्ट म्यानेजमेन्ट गर्ने काम चाहिँ कभरेज गर्छ। अब नेसनल इजिपी सिस्टममा चाहिँ विशेष इन्भल्भ कम्पोनेन्टहरूमा चाहिँ एउटा पब्लिक इन्टिटी जसले ठेका खोल्छ, अर्को भने चाहिँ जनरल पब्लिक जसले चाहिँ अब कहाँ कस्तो के कामहरू भइरहेछ भनेर चाहिँ मोनिटर गरेर बसेको हुन्छ। अर्को बिडिङ कमिटी जसले चाहिँ आफ्नो कहाँ कता ठेका खोलिरहेछ त्यहाँ चाहिँ बिड गरेर चाहिँ कसरी चाहिँ त्यो कामलाई सम्पन्न गरेर अलिकति आर्थिक लाभ लिन सकिन्छ भनेर सोचेर बसेको हुन्छ। अर्को ब्याङ्क जसले चाहिँ उसले इन्स्ट्रक्ट गरेको इस्यु गरेको ग्यारेन्टीहरू चाहिँ भेरिफाई गर्ने काम गर्छ। अरू ओभरसाइटिङ एजेन्सिजहरू जस्तै अख्तियार अनुसन्धान आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेसनल भिजिलेसन सेन्टर अथवा सतर्कता केन्द्रहरू चाहिँ ओभरसाइटिङ एजेन्सीहरूले चाहिँ प्रत्यक्ष रूपमा चाहिँ इजिपी सिस्टमलाई चाहिँ मोनिटर गरेर बसेको हुन्छ।
नेसनल इजिबी सिस्टमको बेनिफिटहरू चाहिँ हेर्ने हो भने सबैले सबै चिज देख्न सक्छ। सिस्टम कहाँ के भइरहेछ, कति चरणसम्म पुग्यो भन्ने कुरा चाहिँ सबैले थाहा हुन्छ। कहाँ कहाँ चाहिँ के कामहरूको चाहिँ अब यो वर्ष हुनेवाला छ, सिस्टममा कुन कुन खुलेको छ, अनि त्यो वाला हुन्छ भने अर्को न फिजिकल भिजिट्स। अब बिडरले चाहिँ अफिसमै भिजिट गरेर चाहिँ त्यहाँ बिड हाल्नुपर्ने झन्झट चाहिँ दूर भएको छ। अब कम्पिटिसन पनि एकदमै पूर्वको मान्छेले पश्चिमको मान्छेले पूर्व गएर चाहिँ काम गर्न सक्छ। अनि म्याक्सिमम् इफिसियन्सीहरू बढेको छ। अब फेयरनेसहरू चाहिँ इन्क्रिज भएको छ। इलेक्ट्रोनिक डिस्प्युट रेजोल्युसन भनेर भनेको छ। इलेक्ट्रोनिक डिस्प्युट रेजोल्युसन भनेको चाहिँ तपाईँहरूलाई केहीमा कम्प्लेन छ भने सिस्टमबाटै तपाईँले कम्प्लेन गर्न सक्नुहुन्छ। कम्प्लेन रिजल्भ नहुन्जेलसम्म चाहिँ त्यो सिस्टममा फर्दर प्रक्रिया चाहिँ रोकिन जान्छ। त्यही भएर अब इलेक्ट्रोनिक रूपमै तपाईँहरूले आफ्नो जिज्ञासा गुनासाहरू चाहिँ राख्न सक्नुहुन्छ। पेपर वर्क मिनिमम त भइहाल्यो नै। अब इजिपी सिस्टममा जाने हो भने हामीले के देख्न पाउँछौँ भने एउटा प्रोक्युरमेन्ट प्रिपरेसनको अप्सन देखिन्छ, जस अन्तर्गतबाट हामीले एनुअल प्रोक्युरमेन्ट प्लानहरू, मास्टर प्रोक्युरमेन्ट प्लानहरू, अनि डकुमेन्टको ड्राफ्टहरू, अनलाइन बिडिङ डकुमेन्ट जेनेरेसनहरू गर्न मिल्छ, टेन्डर पब्लिस गर्न मिल्छ, अपलोडेबल मोडेलमा पनि अनलाइन त्यही बेला पनि है अनलाइन भ्यूको अथवा एसओआर राखेर। अनि एडेन्डमहरू केही मिस्टेकहरू छ भने एडेन्डमहरू पब्लिस गर्न मिल्यो र बिड क्वेरीहरू चाहिँ सिस्टमबाटै अगाडि गर्नु मिल्छ। अनि प्रोक्युरमेन्ट एक्जिक्युसन आइकन हुन्छ, त्यो अन्तर्गत चाहिँ हामीले ब्याङ्क भेरिफिकेसनहरू गर्ने, ओपनिङहरू गर्ने, इभ्यालुएसन गर्ने, अनलाइन इभ्यालुएसन र अनलाइन इभ्यालुएट गरेर अनलाइनै हामीले रिपोर्टहरू इभ्यालुएसन रिपोर्टहरू पनि जेनेरेट गर्न सक्छौँ। कम्प्लेनहरू चाहिँ सेटल गर्न सक्छौँ। अनि त्यहीँबाट कन्ट्र्याक्ट अवार्ड गर्ने र कन्ट्र्याक्ट म्यानेजमेन्टहरू चाहिँ कामहरू गर्न सकिन्छ। अनि त्यसमा इमेल र एसएमएस नोटिफिकेसन सिस्टम पनि छ। त्यसमा टास्कको नोटिफिकेसन जस्तो क्रिएटरले एउटा क्रिएट गरेर पठाउँछ भने रिभ्युअरलाई पठाउँछ भने रिभ्युअरलाई चाहिँ मेलमा आउँछ यो चाहिँ रिभ्यू गर्नुको पठाइएको छ भनेर। त्यस्तै जेबी कन्फर्मेसन्सहरू त्यहीँबाट गर्न सकिन्छ। ओटिपी कन्फर्मेसन अहिले ओटिपी सिस्टम आएको छ। बिडरको केसमा चाहिँ बिडरले बिड गर्नुभन्दा अगाडि त्यो सिस्टममा भित्र जाँदाखेरि चाहिँ हरेकचोटि लगइन गर्दा ओटिपी उसको मोबाइलमा चाहिँ बिडरको मोबाइलमा जान्छ। मोबाइलमा गएर बल्ल मात्र सिस्टम ओपन हुन्छ। अनि एलओए र कन्ट्र्याक्ट अवार्डहरू सबैले बिडरहरूलाई चाहिँ नोटिफाई गर्छ सिस्टमले नै। अब रिपोर्टहरू जेनेरेसन पनि गर्छ इजिपी सिस्टमले। एपिपी एमपिपी रिपोर्टहरू, बिड डकुमेन्टहरू, इभ्यालुएसन रिपोर्टहरू, मुचुल्का, कम्पेरिटिभ चार्टहरू, कन्ट्र्याक्ट डकुमेन्ट्सहरू, बिलिङहरू सबै चाहिँ इजिपी सिस्टमभित्र गर्न सक्छ। एउटा अझै अर्को कार्टुन रहेको छ। अब ई प्रोक्युरमेन्ट र ट्रेडिसनल प्रोक्युरमेन्टको बिचको चाहिँ यो फरक देखाउन खोजेको। ई प्रोक्युरमेन्ट चाहिँ अत्याधिक अलि अगाडि बढिसकेको छ। ट्रेडिसनल प्रोक्युरमेन्टभन्दा एकदमै फास्ट छ, ट्रान्सपेरेन्सीमा अगाडि छ, इफिसियन्सीमा अगाडि छ, फेयरनेसमा अगाडि छ। अनि भ्यालु फर मनी चाहिँ ई प्रोक्युरमेन्टले चाहिँ कायम गर्छ भन्ने कार्टुन चाहिँ हामी हेर्न सक्छौँ। थ्याङ्क यू। के क्युरिजहरू छ भने चाहिँ प्लिज कमेन्ट डाउन थ्याङ्क यू।